हेलो गाइज, यो चाहिँ मेरो 8-10 वर्ष पुरानो स्कुटर हो र यसको अहिलेको कन्डिसन कस्तो छ भनेर म तपाईँलाई देखाउन गइरहेको छु। यसको हेडलाइट यो एलइडीमा रहेको छ। लुक्स एकदम राम्रो छ। मिटर हेर्नुहोस्, चाबीको सिस्टम यस्तो छ यसको होइन। अहिलेसम्म चाहिँ एकदम राम्रो कन्डिसनमा छ। यसको टायरको साइज चाहिँ पछाडिको पनि 10 इन्चको रहेको छ र एमआरएफको टायर छ र यसको यो बिचमा ग्याप हेर्नुहोस्, सिलिन्डर अट्ने ग्याप छ र यसको अगाडिको पनि 10 इन्चकै रहेको छ। यो मिररको कन्डिसन हेर्नुहोस्, मिरर पनि एकदम राम्रो छ होइन। यसको चाहिँ यो मिटर यो स्विचको क्वालिटी पनि एकदम धेरै राम्रो छ। त्यो कुनै चिप जस्तो लाग्दैन। इन्डिकेटरहरू पनि राम्रो छ यसको। ब्रेकहरू, क्लचहरूको सबैको काम एकदम राम्रो छ यसको होइन। अनि यसको सिटहरू एकदम राम्रो छ। अहिलेसम्म मलाई यसबाट कुनै गुनासो यस्तो केही आएको छैन। माइलेज पनि पुरानो मोडल भएर होला यसको 35 देखि 40 सम्मको अहिले दिइरहेछ। यसको सर्भिसिङ गर्ने बेला भइरहेछ होइन। यसको यहाँ हेर्नुहोस्, यहाँ यसको सिग्नल देखाइरहेछ चाबीको, त्यस्तो देखाइरहेछ। यसको सर्भिसिङ गर्ने बेला भइरहेछ, सर्भिसिङ गर्नुपर्ने छ। इन्डिकेटरहरू सबै कुरा एकदम राम्रो छ। तपाईँलाई कस्तो लाग्छ? यो 2017 मोडलको स्कुटर हो। कस्तो लाग्छ कमेन्ट गर्नु होला। यदि कोही किन्न चाहनुहुन्छ भने मलाई कमेन्टमा मेसेज गर्नुहोस् होला है। कमेन्ट गर्नुहोस्, म तपाईँलाई कल गर्नेछु ल। मेरो नम्बर छोडिदिनेछु। यो चाहिँ बिक्रीमा रहेको छ है त। हेर्न सक्नुहुन्छ, कन्डिसन हेर्न सक्नुहुन्छ, एकदम राम्रो छ। तपाईँलाई यदि मनपर्छ भने मलाई खबर गर्नुहोला, कमेन्टमा लेख्नुहोस्।